रहेछ बजारको। कसैलाई पैसा असुल ग्यासको भण्डार होइन, फेरि त्यहाँ सबै छान्नुपर्छ जस्तो छ नि त। त्यही त। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। हजुर समक्ष फेरि पनि एउटा ब्लग लिएर आउने कोसिस गरिरहेको छु। के छ खबर? हजुर सन्चै हुनुहुन्छ? म चाहिँ एकदम ठिक छु है। निकै दिनको ग्याप पछि चाहिँ मैले फेरि पनि एउटा ब्लग बनाउने कोसिस गरिरहेको छु। तपाईहरु सन्चै हुनुहुन्छ होला यही आशा गरौँ। र अहिले चाहिँ बिहानको 9 बजिसकेको छ। 9 बजीबाट चाहिँ मैले ब्लग स्टार्ट गरेको छु है। माया चाहिँ नमारिदिनु होला, मेरो कोसिसलाई मध्यनजर गरेर सपोर्ट पनि गर्न सक्नुहुन्छ तपाईहरुले है। र आज चाहिँ म एकदम धेरै खुसी छु क्या गाइस, एकदम धेरै खुसी छु है। अनि गाउँबाट चाहिँ मेरो आमा चाहिँ हामीलाई भेट्न आउँदै हुनुहुन्छ। आइपुगिसक्नु आँट्नु भएको छ। सो तपाईहरुलाई देखाउँछु ल। मम्मी आइपुग्नु भयो गाइज। हेलो भन्नु त मम्मी। हेलो हेलो भन्नु न यहाँ। हेलो गाइज भन्नु त, भन्नु न। उहाँ चाहिँ आइपुग्नु भयो मेरो मम्मी। अनि कस्तो भयो मम्मी? गाडीमा माथ्यो? माथेन। अनि मम्मीले चाहिँ मायाको कोसेली यति धेरै ल्याउनु भएको छ, यति धेरै गाह्रो छ हौ, गाह्रो छ। अनि आराम कुशल माथि गडी पुर्यायो भन्नु नि दाजुलाई मम्मी। कहाँ चाहिँ ए उकालो आउनेमा ल। आमा छोरीको फेरि भेट भयो यहाँनिर। हो झन् मान्छे नहुँदा त इबीवाला गाडीमा त साह्रै पो मात्छ त। ल अब एकैछिनपछि तपाईँहरूलाई देखाउँछु है त। अनि आजको यात्रा कस्तो भयो त मम्मी? यात्रा त यता हेरेर भन्नु नि हौ। पानी पर्यो नि छाता नाम्लो सबै यही ए पार्टीमा राखी छोड्दा भरे नाम्लो लगिदिन्छ। ए ल अब हेर्दै गर्नु होला है साथीहरू। आमा छोरीको हाम्रो भेट भएको छ। मेरी आमाले हामीलाई के ल्याइदिनु भयो होला गाइस, तपाईहरुलाई म देखाउँदैछु है। चिया ए अन्त नि यो चाहिँ खुर्सानी ए पिसेको दाल मटर लु के हो देखाउनु त मम्मी। यहाँनिर के हो यो यस्तो भनेर देखाउनु त। यो दाल खुर्सानी, यो सिमी, यो प्याज, यो साग अनि यो अर्ग्यानिक गाउँको मही गाइस, दुध अनि रोटा देखा त भाइ। यता अलि टल्किँदो रहेछ देखा त। ल भरे थम्बनेल बनाउनुको लागि देखा न। रोटी है गाइस, रोटी कस्तो छ भन् त? राम्रो ल। हामी चाहिँ सबैजना भेट भइसकेको छौँ है गाइस। अनि तपाईहरुलाई मैले अलि नजिकबाट देखाउँदैछु। रोटी आयो है, रोटी साथीहरू अर्ग्यानिक मही अनि दुध। अनि यो घिउ बडी चाहिँ छ कि घिउ बडी हो कि के हो मम्मी? यो दाना निकालेर खानुपर्छ। ए सिमी औ प्याज पनि यत्रो भएको राम। यो चाहिँ साग। ल कोसेली फाइनली हाम्रो कोसेली साथीहरू। अब रोटी त पक्कै हिजो बेलुकै साह्रो छ होला। मिठो हो। हामी चाहिँ अब भेट भइसकेको छौँ। अनि चिया मैले सारिदिएको छु मामीलाई। अब एकैछिनपछि भेटौँ है त। लु हेर्नुहोस् त गाइस, आमाको माया चाहिँ कस्तो हुन्छ होला।
आफैले रोपेर फलाउनु भएको दालहरू चना मटरहरू सबै चाहिँ मिक्स गरेर पिसेर चाहिँ नि हैन एकदम मजाले ल्याइदिनु भएको छ है। अनि यो सुकेको खुर्सानी अब हरियो चाहिँ भर्खर मात्र हुँदैछ कि हरियो चाहिँ पानी भर्खर पर्न सुरु भयो। अनि यो पनि उहाँहरूले नै फलाउनु भएको। अनि यो सिमी अनि यो के भन्छ साथीहरू तपाईको ठाउँमा चाहिँ यसलाई चाहिँ हामी लट्टे भन्छौँ है गाइस, लट्टे। अनि एक के भन्छ कार्टुन चाहिँ रोटी लट्टे आयो गाइस, लट्टे। अब यसलाई चट्टसँगले बोइल गर्ने, बोइल गरेर यो रातो कलर जुन छ नि हो त्यो कलर चाहिँ फालेर चाहिँ चट्टसँगले आलुसँग मिसाएर खानुपर्छ, एकदम बवाल हुन्छ है। अनि यो दुध चाहिँ अब मम्मीले नततै ल्याउनु भएछ, सो यसलाई चाहिँ चट्टसँगले कति 1 लिटर भन्दा पनि धेरै होला मम्मी। 1 लिटरै हो नि त्यो हो। ए यसलाई तताउनु पर्ने हुन्छ है गाइस। 1.5 दुध बढ्छ त्यो 1 लिटर पस्छ। ठ्याक्कै 1 लिटर है। ल यसलाई तताउँछु है त साथीहरू म। गाइस अहिले चाहिँ हामी खानासाना खाइसकिदिएवरी खाजाको लागि क्यान्टिनमा जाँदैछौँ। अनि हाम्रो मम्मी चाहिँ यहाँ हुनुहुन्छ। अनि हाम्रो मौसम चाहिँ एकदम क्लियर छ, यहाँ चाहिँ बाटो चाहिँ यस्तो बन्दैछ। मौसम चाहिँ क्लियर छ कि तर गडाङगुडुङ गरेर चट्याङ्गै पर्छ जस्तो भइरहेको छ है। अनि आज चाहिँ अब क्यान्टिनदेखि खाजा लान्छौँ। अनि त्यसपछि हामी बजार झरेर चाहिँ मावि स्कुलसम्म पनि पुग्छौँ गाइस। यहाँ हेर्नु न यी भेटनेरी लाइनतिर चाहिँ एकदम बिजोक। एक दिन काम गर्यो एक दिन काम नगर्यो, गाह्रो छ, एकदम हिलोमय भइरहेको छ। अनि अब एउटा क्यान्टिनमा सोद्धा चाहिँ मोमो छैन भनेर भन्नुभएको छ। हे भगवान्, यहाँ हेर्नुहोस् यो बाटो चाहिँ लो बाटो अप्ठ्यारो छ गाइस। यसलाई लाग्ने ठाउँमा चाहिँ मल बोकेर चट्टसँगले आधी जोत्नु भयो होला नि कि खनेको त होइन हौ। यहाँदेखि हिँड्ने बाटोहरू थियो, अहिले चाहिँ जोतेपछि बन्द। यो चाहिँ हाम्रो चासोङ मेला लाग्ने ठाउँ है गाइस, गढी। अनि हामी चाहिँ उता घरमा जाँदै गरेको। घर चाहिँ धनकुटाकै जस्तो है मम्मी, यो सबै धनकुटा। अनि हामी चाहिँ अब क्यान्टिन आइपुगेको, खाजाहरू लगेर चाहिँ फेरि हामी स्कुलतर्फ जान्छौँ साथीभाइहरू। बल्ल आमा छोरी भेट भएको बेला फोन त झन्डै भुइँमा पछाडि होइन। ठ्याक लर्बी मोमो छ है गाइस। यहाँ चाहिँ मोमो त्यस्तो मिठो त हुँदैन क्यान्टिनको त, भए पनि केही छैन। यहाँ मेरो हरिबिजोक हेर्नुहोस्, हिलो गाइस, बाटो त्यस्तो अप्ठ्यारो। अब यहाँ कहाँ पानी हेर्नु न मम्मी, उता त्यति सानो ठाउँमा यस्तो राम्रो बबाल घर बन्दैछ हेर्नु न। ठुलो ठाउँ चाहिँदैन हौ होइन। अब चाहिँ हामी जाँदैछौँ क्या मम्मी। पर सेतो समर्पित हस्पिटल चाहिँ कस्तो राम्रो देखिएको क्या, ठ्याक्कै। पहिला चाहिँ त्यहाँ थियो नि त, अहिले चाहिँ पाथिभरा हस्पिटल अगाडि छ क्या। दुवै गाइस हामी चाहिँ स्कुलमा पुगेर मिसहरूसँग सरहरूसँग चाहिने कार्यमा चट्टसँगले भलाकुसारी गरेर फर्किँदै गरेको तपाईँहरूलाई म अलिकति यो लावती चोकबाट चाहिँ देखिएको दृश्य हल्का देखाउँछु ल। देख्नुभयो नि, आज मौसम चाहिँ उकालो भएर रिसाएर आइसक्यो गाइस। यता अलिक खुल्ला छ। यो चाहिँ हाम्रो लाउती चोक हो, हामी यतैदेखि जाऊँ ल मम्मी। अनि चासोक मेला चाहिँ यहाँदेखिको उता सुरु हुन्छ है गाइस, पुसमा। तपाईँहरू को हुनुहुन्छ आउनु सक्नुहुन्छ है। स्कुलबाट चाहिँ आइसकेको सार्वजनिक बिदा रहेछ है। अनि यो चाहिँ हाम्रो मेन लाइन रहेको छ हाम्रो। अब आइतबारदेखि मात्र लाग्ने भयो, त्यही भएर अब हामी चाहिँ बजारमा काम नभए पनि कफी खान जाँदैछौँ। स्वर्ण दाईको गाडी त छैन त मम्मी,
धुम्म छ अनि मम्मीलाई चाहिँ कफी खुवाउनु ल्याउँदैछु क्या। आज किन गेट बन्द भनेको त बिदा रहेछ क्या गाइज। कहाँनिर पानी पर्दाखेरि माटो उठिएको होइन फेरि त्यहाँ सबै छान्नुपर्छ जस्तो छ नि त। छान्नु पर्दैन तपाईँ पुग्नु न राम्रो त्यही त मिलाएर त्यो पन्ध्र यो के ढक छैन आधी केजीको पनिर चाहिँ एउटा किरा खान्छ। आँखा पनि चिम्रो आउँछ होला हौ। दाम्स घाम लाग्यो। असुलै पैसा असुल ग्यासको भण्डार। हेर्नु न मम्मी कस्तो मजाले साइकल सुयोगले पनि मजाले कुदाउँछ नि। यसरी यो भाइ जस्तो मजाले कुदाउँछ। बल चाहिँ क्यान्सल अरे अनि साइकल चाहिँ किनिदिनु पर्ने अरे त। पाथिबाट ग्यासको लागि चाहिँ हामी छौँ यहाँनिर अटोलाई कुरिरहेको। गाह्रो छ हौ गाह्रो छ। मस्त घाम लाग्यो है मम्मी। अब के पो ओछ्याएर बसेन हौ आमै त। म पनि बस्छु ल अब यसरी। भाइको सेतोमा त कहाँ मेरो त लु टुक्रुकै बस्यो गाइज। अब यता आमै म चाहिँ यहाँ छु 10 रुपियाँ पैसा नि बोकेर अरे के। कहिलेकाहीँ त हाम्रो पनि यसो बजारको भाइको पुरा मस्त चल्दैछ है गाइज। यहाँ अटोहरूको पार्किङ। दिदीलाई यसो सब्सक्राइब गर्नु छैन भाइ? Pro 16 iPhone Pro Max 16 अयो मरिगयो। मैले कमल भाइसँग यहाँ भमिट गरेको भरे चारो छ्या के भन्छ हौ छ्या मरे हो। सो फाइनली गाइज हामी चाहिँ हेरौँ आइसक्यो। अनि आजको हाम्रो अपडेट चाहिँ तपाईँहरूलाई थोरै चाहिँ मैले दिएँ होइन। अनि हामी स्कुल गएको थियो। स्कुल जाँदाखेरि चाहिँ आज त्यसका बाजे सार्वजनिक बिदा रहेको रहेछ थाहा भएन। अनि किनभने गेटमा तालचा लागेको छ भनेर सोच्दाखेरि भरे अरूलाई सोद्धाखेरि त आज सार्वजनिक बिदा रहेछ क्या। अनि त्यही भएर अब सन्डेमा मात्र जानुपर्ने हुन्छ है। र हल्का फुल्का सपिङ अनि त्यही हो। ग्यास चाहिँ मैले भर्न पर्ने थियो सकिन लागेको थियो। अनि एक्स्ट्रा ग्यास चाहिँ मैले ल्याएँ है। अनि रुम आइसकिसक्यो मम्मी र अनि 3-4 दिन जति नै भयो अलिक सन्चो नभएर है। सो त्यही हो आजको मेरो छोटो भ्लगलाई माया गरिदिनु होला। मम्मी आउनु भएको छ गाउँमा है। गाउँदेखि चाहिँ यहाँ आउनु भएको छ हामीलाई भेट्नको लागि। के ल्याउनु भयो भन्ने कुराहरू पनि तपाईँहरूलाई मैले थोरै देखाएको छु। सो तपाईँहरूलाई होइन मैले गरेको भ्लगहरू मनपर्छ भने चाहिँ तपाईँहरूले मलाई सब्सक्राइब गरेर पनि सपोर्ट गर्नुहोला। अनि लाइक पनि गर्नुहोला कमेन्ट पनि गर्नुहोला। आजलाई भने चाहिँ बाई बाई।